क्रान्तिकारी लाल सलाम केन्द्रीय समितिको तर्फ हामीलाई थाहा छ 240 वर्षसम्मको केन्द्रीकृत र एकात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थाले यो देशका आदिवासी जनजातिहरूमध्ये तामाङ जातिलाई जुन ढङ्गले उत्पीडनमा राखे, आर्थिक हिसाबले, सामाजिक हिसाबले, सांस्कृतिक हिसाबले, भाषिक हिसाबले, सबै हिसाबले उत्पीडनमा मात्रै राख्ने काम गरेन, यो देशको नागरिक भएर बाँच्ने अधिकार पनि खोसियो। त्यो हो नागरिक भएर बाँच्ने अधिकार, देशका लागि सेवा गर्न पाउने, देशका लागि पढ्न पाउने, देश निर्माणको लागि भाग लिन पाउने, जुन राजनीतिक हिसाबले र एउटा देश सेवा गर्ने, सेना प्रहरीमा प्रवेश गर्ने र त्यहाँ कार्यरत हुने हिसाबले, सबै हिसाबले हामीलाई तामाङ जातिहरूलाई वञ्चित गरायो। त्यसैले आज हामीलाई लाग्छ हाम्रो जीवन सङ्घर्षहरू, हाम्रा इतिहासहरू, हाम्रा पुर्खाले गरेका न्यायपूर्ण आन्दोलनहरू हामी सबैलाई इतिहासमा हेऱ्यौँ भने आज हामी सबैलाई थाहा छ तामाङ जातिको इतिहासको रूपमा रहेको भनेको हाम्रा पुर्खाहरूले सुनाउँदै आएको कुरालाई हामीले यथार्थ ठान्दै अगाडि बढिराखेका छौँ। तर हामी यति इतिहासमा साँच्चीकै तामाङ जातिहरूले, यहाँका आदिवासी जनजातिहरूले विशेष गरी पढ्न पाउने, लेख्न पाउने अधिकारको हिसाबले हेर्यौँ भने हामीलाई थाहा छ हामीले 2008 साल पछाडि मात्रै हामीले पढ्न पाउने, त्यो पनि सक्नेले, त्यो पनि त्यो राजनीतिक हिसाबले, सामाजिक हिसाबले नभएर एउटा सरकारी राजवंशहरूको, सामन्तीहरूको चागडी गरेको बाबतमा पढ्न पाउने जुन खालको अवस्था थियो। तर हामीले यो अवस्थाबाट हामी गुज्रिरहेको अवस्थामा नेकपा माओवादी पार्टीले 10 वर्ष जनयुद्ध 19 दिने जनआन्दोलन र विभिन्न जातीय क्षेत्रीय मुक्ति आन्दोलनहरूले स्थापित गरेको अधिकारलाई आज हामी प्रयोग गर्दै यो अधिवेशनमा भाग लिइराखेका छौँ। हामी सबैलाई थाहा छ मान्छे एउटा मानव जातिको हिसाबले मान्छे भएर बाँच्नका निमित्त पनि हामीले यत्रो ठुलो सङ्घर्ष गरिराख्नुपर्ने, एउटा जातले अर्को जातको नाममा विभेद गर्ने, एउटा वर्गले अर्को वर्गलाई विभेद गर्ने र त्यो विभेदहरूलाई हामीले मुक्त बनाउनका निमित्त तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले 2055 सालमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको स्थापना गर्दै आज हामी 26 वर्ष पार गरिसक्यौँ। त्यसैले हामीले 26 वर्ष पार गरेको अवस्थामा तामाङ राष्ट्रिय मुक्ति मोर्चाले मङ्सिर 5 गतेलाई स्थापना दिवस मनाउँदै हामीले देशभरि अहिले यतिखेर एउटा अभियानको रूपमा जहाँ तामाङ समुदाय हुनुहुन्छ त्यहाँ तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सहभागिता जुन हामीले यो अभियानको रूपमा आज हामी एउटा रामेछाप जिल्लाको मन्थली नगरपालिकाको हामीले एउटा अधिवेशन गरिराखेका छौँ। यो हाम्रो अभियानै हो। त्यसैले यो अभियानलाई सम्पन्न हामी केही समयपछि हामी यो अभियानलाई सम्पन्न गरेर फेरि हामी अर्को अभियान स्थापना गर्दैछौँ, अर्को अभियान हामी सुरुवात गर्दैछौँ र यो अभियानभित्रमा सबै नगर गाउँ पालिका सबैको अधिवेशन हामीले सम्पन्न गर्नुपर्नेछ र त्यो समय हामीसँग धेरै छैन, मात्र 2 महिना बाँकी छ। यो 2 महिनाको बिचमा हामीले सबै प्रदेश र सबै गाउँपालिकाहरू हामीले अधिवेशन सम्पन्न गर्नुपर्नेछ। मैले यो राखेँ तपाईहरुलाई एउटा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको राजनीतिक हिसाबले, सांगठनिक हिसाबले यसको छोटोमा परिचय यही हो। अर्को कुरा, तामाङहरूले हामी अहिले पनि के देख्छौँ भन्यो भने तामाङहरू मात्रै एउटा जनजातिहरू विशेष गरी यो मन्थली नगरपालिकामा माझीहरूको एउटा बहुल्यता अथवा बस्ती बाक्लो बस्ती छ। हामीले सबै हिसाबले हेर्यौँ भने तामाङहरूको भन्दा माझीहरूको पनि कम उत्पीडन छैन, कम उत्पीडनको इतिहास छैन। त्यसैले हामी सबैले यो कुरा बुझ्न जरुरी छ कि सबै उत्पीडनमा रहेका
आदिवासी जनजाति र दलितहरू र महिलाहरू र किसानहरूले सबैले एक ढिक्क भएर आवाज उठायो भने मात्रै सबैको अधिकारको सुनिश्चित हुनेवाले छ। त्यसैले त्यसका निमित्त सबै तामाङ दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने, तामाङ बुद्धिजीवीहरूलाई म के भन्न चाहन्छु भने, हामीले सबैले हामी यतिखेर जातीय स्वशासन र आत्मनिर्भरको अधिकार, जातीय स्वायत्तताको अधिकार, जबसम्म तपाईले बोल्न अधिकार पाइयो होला, तपाईले संगठन बनाउने अधिकार पाइयो होला, तर तपाईले राज्य पाएनौ भने त्यो कहिले पनि सफल हुँदैन। त्यसैले हाम्रो एउटा मात्रै उद्देश्य, हामीले एउटा मात्रै उद्देश्य, सबै समग्र उद्देश्यलाई एउटा उद्देश्य हामीले मात्रै हाम्रो यो नारामा छ, पूर्ण तामसालिङ प्रदेश स्थापना गरौँ, समाजवादी क्रान्तिको बाटोमा अघि बढाउँ भन्ने छ। तर यहाँ साथीहरूले को जान्ने भएर लेख्छ, महाधिवेशनले गरेको नारालाई कसैले तोडमोड गर्न पाइँदैन। कमरेडहरू यो कुरो बुझिराख्नुहोस्। हो, त्यो बाटो भन्ने बाटै राख्नुपर्छ। पथ र बाटो व्याख्या गर्छ होला, साहित्य होला, कसैको होला, त्यो होइन। महाधिवेशनले जे भनेको छ महाधिवेशनले मात्र फेर्न पाइन्छ त्यो। त्यसैले अब भ्रंश नगर्नु होला। मैले यो कुरा चाहिँ यहाँ सुझाव राखेँ। त्यसैले कमरेडहरू, हामी जबसम्म तामसालिङ सहित समाजवादी क्रान्तिको सुनिश्चित हुँदैन तबसम्म हाम्रो आन्दोलन रोक्नेवाला छैन। जबसम्म तपाईँले राज्य पाउनुहुन्न, तपाईँको अधिकारको कुरा, सङ्गठनको कुरा माइनर हुन्छ। त्यसैले हामीले यो सङ्गठनको उद्देश्य, यो आन्दोलनको उद्देश्य, हाम्रो यो अधिवेशनको उद्देश्य के हुनुपर्छ त भन्यौँ भने हाम्रो तामसालिङ प्राप्तिका निमित्त अगाडि बढ्नुपर्छ। तपाईँलाई त्यो पूर्ण तामसालिङ प्रदेश स्थापना गरौँ भन्ने कुराको पनि तपाईँहरूलाई कुनै पनि प्रश्न आउन सक्छ। समाजमा कुनै पनि राजनीतिक सङ्गठनहरूमा कुनै पनि सबै बुद्धिजीवी सबैबाट तपाईँहरूलाई त्यो आउन सक्नुहुन्छ। त्यसैले त्यो हामीले पूर्ण भनेको किन भन्यो भने हामीले 2061 सालमा तामसालिङ हामीले घोषणा गरेका थियौँ सिन्धुलीमा। त्यसपछि हामीले दोस्रो हामीले कगनीमा घोषणा गऱ्यौँ 65-66 सालमा। त्यसैले हामीले त्यो बेला घोषणा गरेका तामसालिङ हाम्रो आज पनि त्यो तामसालिङ पूर्ण प्राप्त भएको छैन भन्ने सङ्केत है कमरेडहरू। त्यो नाराको महत्त्व यति छ। त्यसैले नाराको महत्त्व एउटा शब्दमा महत्त्वपूर्ण कुराहरू लुकेको हुन्छ। त्यसैले आज हामीले त्यो बेला हामीले घोषणा गरेको क्रान्तिकारी सरकारहरू घोषणा गरेको अवस्थालाई हामीले फेरि पुनः भनेका कारण त्यो हो कमरेडहरू। त्यसैले हामीले हाम्रा अहिले के भइराखेको छ भन्यौँ भने कमरेड अध्यक्षले बोल्दाखेरि सबैले जातीय स्वशासन, स्वायत्त र आत्मनिर्णयको अधिकारको विषयमा धेरै अध्यक्ष कमरेडले बोलिराखेको छ। तामाङको केन्द्रको महाधिवेशनदेखि अस्ति लिम्बुवान र किराँतको सम्मेलनसम्म आउँदाखेरि अध्यक्षले एउटै भाषा बोलेको छ, जातीय स्वशासन र स्वायत्त र आत्मनिर्णयको अधिकारको कुरा। तर हामी जातीय आन्दोलनमा सहभागीहरू यस्तो कुरो जातिको कुरा गऱ्यौँ भने हामी पछि पर्छ कि भन्ने खालका जुन कुराबाट हामी पछि हटेको छ। तर पछि हट्नु हुँदैन कमरेडहरू। जबसम्म तपाईँले तपाईँको विषयमा बुझ्न सकेन, तपाईँले तपाईँको विषयमा तपाईँले कुरा राख्न सकेनन् भने तपाईँले अधिकार पनि प्राप्त गर्न सक्दैन। त्यसैले नेकपा माओवादी पार्टीका अध्यक्षले र नेकपा माओवादी पार्टीको 8औं महाधिवेशनले पारित गरेको दस्तावेज अनुसार हामी अहिले यो आन्दोलनमा अगाडि बढिराखेका छौँ। त्यसैले जातीय स्वायत्तको कुरा त 2072 को संविधानमै लेखेको कुरामा हामी किन बोल्न डराउनु पर्यो? त्यहाँ 3टा कुरा लेखेको छ जातीय स्वायत्तताको विषय। एउटा जातीय स्वायत्तता भनेको हामीले तामसालिङको कुरा छ नि, तामसालिङको राज्य भयो। भोलि गएर अर्को विशेष संरक्षित क्षेत्र भन्ने हुन्छ। भोलि कुनै पनि भूभागलाई माझीको विशेष क्षेत्र बनाउन सक्नुपर्ने हुनसक्छ, कुनै पनि थामीको बनाउनु पर्ने हुनसक्छ।
त्यसैले हामीले जिरेल सुरेल सबैको चाहिँ विशेष क्षेत्र बनाउनु पर्ने अवस्था हुन्छ। त्यो भौगोलिक हिसाबले, जातिगत हिसाबले, सांस्कृतिक हिसाबले, सामाजिक हिसाबले। अर्को संरक्षित भनेको चेपाङहरू जुन खालका छ नि, अल्पसङ्ख्यामा पर्छ नि, त्यसको अरूको पनि संरक्षित स्वायत्तता बनाउन सकिन्छ। त्यो संविधान, त्यो हाम्रो पार्टीको दस्तावेजले पारित गरेको कुरा। त्यसैले हामीलाई जातिको कुरा गर्ने कुरा होइन, हामीले यति मात्रै बुझ्नाउन खोजेको हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाले राजनीतिक हिसाबले, वैचारिक हिसाबले, आन्दोलनको हिसाबले, दृष्टिकोणको हिसाबले, आफ्नो क्रान्तिबाट मुक्त हुने हिसाबले राजनीतिक चेतना दिने काम हो। त्यसैले यो जातिको कुरा होइन, यो वर्गको कुरा। हामी तामाङ मात्रै छौँ त? हामी गरिब पनि छौँ। हामी गरिब मात्रै छौँ त? हामी अवहेलित पनि छौँ। हामी अवहेलित मात्रै छौँ त? राज्यमा सहभागिताको पनि हामी सुनिश्चित छैनौँ नि। त्यसैले त्यसका निमित्त हामी लड्ने हो। त्यसले गर्दाखेरि कसैले यो विषयमा जातीय स्वशासन, स्वायत्त र आत्मनिर्णयको अधिकार, आत्मनिर्णयको अधिकार भनेको के हो भन्ने विषयवस्तु पनि तपाईँहरूलाई उठ्न सक्छ। आत्मनिर्णयको अधिकार भनेको लेनिनले व्याख्या गरेको कुरा के हो भन्यो भने कुनै पनि पुरुष मान्छेले अथवा आफ्नो श्रीमानले श्रीमतीलाई अवहेलन गर्छौँ भन्यो भने पारपाचुकी गर्ने अधिकारलाई आत्मनिर्णयको अधिकार भनिन्छ भनेर व्याख्या गरेका छौँ। हो, हामी आज यो देशमा तामाङहरूले तामसालिङ मागिराखेको छ, तर एमाले हामीलाई तामसालिङ स्वीकार गरेका छैन, काङ्ग्रेसले स्वीकार गरेको छैन, एबिसिडी अर्को पार्टीले स्वीकार गरेका छैन, तर माओवादी पार्टीले स्वीकार गरेका छ नि। तामसालिङ आवश्यक छ, पहिचानको आधारमा नामाकरणको आवश्यक छ। यो देशका तामाङहरू नै हो यो बागमती प्रदेशका भूमिपुत्र। त्यसैले तिनीहरूको पहिचानको आधारमा राज्य अथवा प्रदेशको नामाकरण हुनुपर्छ भन्नेमा त माओवादी पार्टीको विचारको हिसाबले, राजनीतिक हिसाबले, साङ्गठनिक हिसाबले, दस्तावेजले बोलेको कुरा यो हो नि। त्यसैले हामी माओवादी पार्टीलाई मान्छौँ। त्यसैले त्यो आत्मनिर्णयको अधिकार भोलि तामसालिङ भयो, केन्द्रीय राज्यले हामीलाई सम्मानजनक हामीलाई व्यवहार गरेन भने, भोलि कुनै पनि राजनीतिक पार्टीले हामीलाई त्यस्तो गर्यौँ भने आफ्नो छुट्टै राज्य सञ्चालन गर्ने अधिकारसम्म पनि प्रयोग हुन सक्छ भन्ने हो। तर त्यो भनेको किन भन्यो भने एउटा श्रीमानले एउटा श्रीमतीलाई अवहेलना गर्छ भन्यो, के अरे ऊ छुट्टिएर जाने अधिकार उसँग सुनिश्चित हुन्छौँ भन्यो भने हेला गर्दैन कि कमरेडहरू। यो कुरालाई बुझिराख्नुहोस्। हो, जबसम्म उसँग छुट्टिएर जाने अधिकार हुँदैन भने त्यतिखेर हेला पाउने हो। हो, हामी जातिहरूलाई पनि त्यही हो, हामी वर्गहरूलाई पनि त्यही हो, हामी प्रदेश राज्य स्वायत्तता पनि त्यही हुन्छ। त्यसैले यसको व्याख्या यसरी हो। त्यसले गर्दाखेरि यो विषयहरूलाई हामीले राम्रोसँग बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को कुरा चाहिँ अहिले आउँदाखेरि हामी एउटा अहिले हल्लामा हिँडिराखेको छ। म सबै कमरेडहरूलाई किन सुझाव दिन्छु भन्यो भने किन हल्लामा बढी हिँडिराखेको छ भन्ने कुरामा चाहिँ हामी पढ्नुभन्दा बढी बोल्छौँ। हामी पढ्ने कम बढ्ने तर बोल्ने बढी बोल्ने हो। किन भन्यो भने गर्ने कम गर्ने, बोल्ने बढी बोल्ने। हामीसँग यो संस्कार छ। मेरो भनाइ के हो भन्यो भने राजनीति गर्ने हो भन्यो भने हामीले तीनटा कुरामा एकदमै ख्याल गर्नुपर्छ है कमरेडहरू। होइन भने तपाईँको राजनीति दिगो हुँदैन। तपाईँले भनेको ठाउँमा तपाईँले प्राप्ति गर्नुपर्ने अधिकार प्राप्त हुन सक्दैन। त्यो के हो त भन्यो भने अर्थशास्त्र, राजनीतिक शास्त्र, समाजशास्त्र तपाईँले पढ्नै पर्छ कमरेडहरू। हो, अझ तामाङ राष्ट्रिय मुक्ति मोर्चा अथवा जातीय मोर्चामा भएका कमरेडहरूले त हिजो पुर्खाकालदेखि सभ्यतादेखिको सबै राजनीतिक हिसाबले, सामाजिक हिसाबले, सांस्कृतिक, धार्मिक हिसाबले सबै पढ्नुपर्छ कमरेडहरू। जबसम्म तपाईँ पढ्न सक्नुहुन्न भने अरूले बुझाउन सक्दैन। तपाईँले सबै हिसाबले हामीले यो समाजलाई पढ्न सकेनन् भने, समाजशास्त्रमा तपाईँले राम्रोसँग अध्ययन गर्न दखल राख्न सकेनन् भने अरू मान्छेले बुझाउन सक्दैन। आज त
मान्छे परिचालन गर्न धेरै गाह्रो छ कमरेडहरू। आफ्नै छोराले त भनेको कुरा मान्दैन हो, आफ्नै बुवाले त भनेको कुरा मान्दैन। तर यो समाजले हामीले त अर्को छोराछोरी अर्काको छोराछोरी अर्काको समाजको देशभरिको मानव जातिको दृष्टिकोणलाई एउटा बनाउने कुरा त धेरै गाह्रो छ नि। अहिले हामीसँग एउटै दम्ब छ, मैले भनेपछि मान्नुपर्छ होइन कमरेडहरू हो। उसले बुझेर म लाग्नुपर्छ भन्ने उसले हामीले त्यो बनाउनुपर्छ। त्यसका निमित्त हामीले पढ्ने र पढाउने सबै हुनुपर्छ। हामी अहिलेसम्म हामी के संस्कारबाट हुर्क्यौँ भन्यो भने अहिले राजनीतिक हिसाबले कस्तो संस्कार छ भन्यो भने सम्मेलन आयो भने अध्यक्ष बन्नुपर्छ भन्ने मात्रै जानेको हो, चुनाव आयो भने टिकट मात्रै पाउनुपर्छ भन्ने जानेको छ क्या हामीले। अब तपाईँहरूले कल्पना गर्नुहोस् त कमरेडहरू, तपाईँहरूले यहाँ तामाङ राष्ट्रिय मुक्ति मोर्चाको 15 जना अथवा 21 जनाको कमिटी त तपाईँ बनाउनु सक्नुहुन्छ, तर अध्यक्ष त एउटै हुन्छ नि। तर अरू अध्यक्ष बन्दाखेरि सहयोग गऱ्यौँ भने भोलि आफूलाई पनि अध्यक्ष बन्नका निम्ति उसको सहयोग चाहिन्छ नि, अथवा अर्को कमरेडहरूको सहयोग चाहिन्छ नि। हामीलाई त अहिले बनेन भने म अब हुँदैन भनेर हिँड्ने काम हामीले गरिराखेका छ। चुनावमा एक दिन टिकट पाएन भने अब 5 वर्षमा फेरि चुनाव आउने भन्ने आउँछ भन्ने कल्पनै नगर्ने। आज पाएन भनेपछि सर्वस्व सक्यो, जिन्दगी सक्यो भनेर हिँड्ने खालका जुन हामीसँग संस्कार छ नि, त्यो संस्कार भनेको तपाईँले समाजलाई जनतालाई केन्द्रबिन्दुमा राखेन, तपाईँले आफैलाई केन्द्रबिन्दुमा राखेपछि आफैले नपाएपछि रिस उठ्ने त हो नि हो। हामीले आफैले नपाएपछि रिस उठ्ने होइन कमरेडहरू। यो समाजमा विकृति र विसङ्गतिको विरुद्ध आवाज उठाउने ठुलो कुरा हो। हामीले पद मात्रै पाउनु ठुलो कुरा होइन। तपाईँले पदै नभए पनि त्यो समाजको परिवर्तनको निमित्त आफ्नो विचारहरू राख्न सक्छ, आफ्नो कार्यक्रमहरू अगाडि बढाउन सक्छ। त्यसैले मेरो अनुरोध के छ भन्यो भने हामी पहिलो कुरा सङ्गठन निर्माण गर्ने, कार्यक्रम बनाउने पोलिसी चाहिन्छ हो। पहिला हामीसँग योजना चाहियो, त्यसपछि हामीले त्यो पोलिसी र विचारको आधारमा सङ्गठन सबै यस्तो खालको संरचना बनाउने भन्ने हामीसँग एउटा पोलिसी निर्माण गर्नु पर्यो। अर्को हामीले स्किम तयार गर्नु पर्यो हो। हामी यहाँसम्म जाने, यस्तो बनाउने, यसले मात्रै हामीले साँच्चीकै क्रान्तिकारी बनाउन सक्छ, शिक्षित बनाउन सक्छ भन्ने हामीले एउटा स्किम तयार गर्नु पर्यो। अनि मात्रै प्रोग्राम बनाउनु पर्यो हो। पोलिसी, स्किम, प्रोग्राम। हामी कहिले प्रोग्राम मात्रै गरिराख्छ, कार्यक्रम मात्रै गरिराख्छ, कहिले स्किम मात्रै बनाइराख्छ, कहिले पोलिसी मात्रै बनाइराख्छ। यो होइन, अब तीनटै कुराको आवश्यक छ। त्यसैले यो तीनटा कुरामा टेक्न सक्छ त्यो मान्छे मात्रै अगाडि बढ्न सक्छ। त्यसैले मेरो अनुरोध के छ भन्यो भने राजनीति गर्दा मैले पद पाउनुपर्छ भन्ने कुरा चाहिँ सायक हो। यो समाजले मुक्ति पाउनुपर्छ, यो समाज साँच्चीकै मानव समाज बनाउनुपर्छ भन्ने चाहिँ तपाईँको प्रमुख हुनुपर्छ हो। त्यसले मात्रै हामीले अगाडि बढ्न हामीलाई पनि सजिलो हुन्छ। आफैलाई मात्रै केन्द्रबिन्दु राख्यौँ भने आफूले नपाउन साथ निराश हुने, ह्युमिलेट हुने, अनि त्यो पछि चाहिँ अनि आफै पतन भएर जाने खालको जुन समस्या हामीसँग छ। त्यसैले मेरो अनुरोध के छ भन्यो भने हामीले नेपालको राजनीतिक दलहरूमा हेर्नुहोस् त, माधव नेपालको हिजो त्यत्रो ठुलो पार्टी चलाएको आज 10 जना सांसद छ होइन त। संसदीय दलको नेता त्यही माधव नेपाल होइन त। उसले अब चाहिँ पार्टी फुटायो, अहिले पार्टी फुटाउँदाखेरि नि पार्टीको अध्यक्ष पनि उही होइन। तर हामीले 10 जना मान्छेको सिग्नेचर गऱ्यो भने पार्टीको अध्यक्ष त बन्न सक्छ हो। 5 जना मात्रै सांसद जिते पनि संसदीय दलको नेता त बन्न सक्छ। तर त्यसले देश बनाउन सक्दैन कमरेडहरू, यो कुरो बुझ्नुपर्छ हो। तपाईँ एउटा कमिटीको अध्यक्ष त हुनसक्छ, तर तपाईँले त्यो कमिटीको प्रभाव बनाएर त्यो समाजलाई जित्ने, भोलि जनप्रतिनिधिहरूलाई जिताउने तपाईँले बनाउन सक्नुहुन्न। त्यसैले मेरो भनाइ के हो भन्यो भने कमिटी बन्नु ठुलो कुरा होइन कमरेडहरू। कमिटीले जनतालाई बुझाउन सक्नु, कमिटीले जनतालाई कन्भिन्स गर्न सक्नु र त्यो ठुलो कुरा हो। त्यसैले मलाई लाग्छ तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कमिटी बन्ने कुरा ठुलो होइन। तपाईँले तामाङको विचार
तामाङ जातिहरूको मुक्तिको कुरा, तामाङ जातिहरूको संस्कारको कुरा, तामाङ जातिहरूको राजनीतिक सुनिश्चितताको कुरा, तामाङ जातिहरू राजनीतिक हिसाबले जनप्रतिनिधिको सहभागिताको हिसाबले त्यो ठुलो कुरा हो। त्यसैले मेरो अनुरोध के छ भन्यो भने सङ्गठनको नाममा सङ्गठन होइन, विचार हुनु पर्यो। सङ्गठनको नाममा सङ्गठन होइन, जनताको मन जित्नु पर्यो। सङ्गठनको नाममा सङ्गठन होइन, जनताले आएको निर्वाचनमा विजय प्राप्त गर्नु पर्यो। त्यसले मात्रै तपाईँले जे उद्देश्य लिएको त्यो लागू गर्न सक्छ। त्यसैले कमरेडहरू, त्यो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको मन्थली नगरपालिकाको अधिवेशनले एउटा महत्त्वपूर्ण कमिटी निर्माण गर्नुहुनेछ र हिजोको विरासतहरूले तोड्दै एउटा क्रान्तिकारी छलाङमा राजनीतिक हिसाबले, वैचारिक हिसाबले, साङ्गठनिक हिसाबले र विजयको हिसाबले प्राप्ति गर्नका निमित्त त्यो सङ्गठन निर्माण गर्नुहुनेछ भन्ने आशा गर्दछु मैले। अर्को कुरा चाहिँ अब सबै तामाङ राष्ट्रिय मुक्ति मोर्चाले एउटा बागमती प्रदेशमा मात्रै होइन, रामेछाप जिल्लामा एउटा महत्त्वपूर्ण भूमिका अर्को जातिहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्छ। यो कुरामा हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ। त्यसैले हामीसँग सबै मान्छेहरू उत्पीडित मान्छेहरू बहुसङ्ख्यक छ, तर हामी एकता छैन। मेरो अनुरोध यति हो, एकता हौँ अनि मात्रै विजय हुन्छ। हामी यति हो, सङ्गठित हौँ अनि मात्रै हामी आन्दोलनमा अगाडि बढ्न सक्छ र विजय प्राप्त गर्न सक्छ। हामी सङ्गठित हौँ, त्यसले मात्रै चुनावमा हामी विजय प्राप्त गर्न सक्छ। त्यसैले जनजातिहरूलाई विशेष गरी फुटाउरा राजगर गर्छ। यो कुरामा एकदमै विशेष ढङ्गले सबै कमरेडहरूले बुझ्नु जरुरी छ। फुटाउरा राजगर भनेको के हो त भने तामाङ जुदाइदिने अनि त्यसपछि अर्कोले चाहिँ विजय प्राप्त गर्ने हो, अन्तर्विरोधहरू सिर्जना गर्ने हो। माझी जुदाइदिने, अर्कोले विजय प्राप्त गर्ने हो। नेवार जुदाइदिने, अर्कोले प्राप्त गर्ने खालको जुन खालका हिजोदेखिको राज्य सञ्चालन गर्ने, टिकडम खेल्ने उच्च जातीय अहङ्कारवाद भन्छ नि हामीले हो, त्यसको अवशेषहरू राज्य सत्ताको हिसाबले त राजतन्त्र त अन्त्य भयो, तर सांस्कृतिक हिसाबले भएको छैन कमरेडहरू। सांस्कृतिक हिसाबले यस्तै छ त, गणतन्त्रमा दलितहरूलाई घरभित्र हुल्नु हुँदैन भन्ने छ, कहीँ छ? छैन नि त। आज पनि त्यो कतै अहिले पनि देखिराखेको छ। त्यसैले संविधानले दिएको अधिकार पनि अझ पनि सांस्कृतिक हिसाबले हिजोको संस्कार छोड्न नसक्नेहरूले वञ्चित गर्दैछ। त्यसको विरुद्ध पनि हामीले एकडिक्क भएर आवाज उठाउनुपर्छ। त्यसैले त्यसका निमित्त हामी सबैले समाजलाई पढ्ने कुरा र राजनीतिक हिसाबले अगाडि बढ्ने कुरा, सङ्गठनलाई मर्यादित र अनुशासित ढङ्गले अगाडि बढाउने कुरा र सङ्गठनको अनुशासनलाई मान्दै दुश्मनसँग लड्ने कुरामा कहिले पनि नचुक्नु होला। र त्यसका निमित्त तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले राजनीतिक हिसाबले, साङ्गठनिक हिसाबले, वैचारिक, सांस्कृतिक, धार्मिक हिसाबले तपाईँहरूलाई कुन चिजको कुन तरिकाले आवश्यक पर्छ राजनीतिक वैचारिक हिसाबले हामी त्यो दिन तयार छौँ। तर तपाईँहरूले खोज्नुपर्छ कमरेडहरू, तपाईँहरूले पढ्नुपर्छ कमरेडहरू, तपाईँहरू अगाडि बढ्नुपर्छ कमरेडहरू, अनि त्यसपछि मात्रै हाम्रो मुक्तिको सुनिश्चित छ। त्यसका निमित्त मन्थली नगरपालिका अगाडि बढ्नुहुनेछ। त्यसका निमित्त अग्रिम शुभकामना सहित बधाई दिँदै मेरो भनाइलाई यही अन्त्य गर्छु। हस्त अभिवादन।